नाम विवेक पण्डित। पसल सञ्चालन गर्न लागेको यो असोज 1 गते मेरो 5 वर्ष पुरा भएको छ। हाम्रो पसलमा चाहिँ हामीले दिन सक्ने सुविधा भनेको चाहिँ हजुरले नेपाली सामान, नेपाली रैछा, नेपालीलाई चाहिँ प्रमोट गर भन्ने विशेष हो। त्यस हिसाबले चाहिँ हामी अहिले नेपाल खाद्य संस्थानको पनि आधिकारिक विक्रेता भएर नेपालमा चाहिँ के छ त कन्टेक्स्ट भनेर रिसर्च पनि गरेँ। अनि हेर्दाखेरि चाहिँ नेपाली प्रडक्टलाई प्रमोट गरेर अहिले 5 वर्षको अन्तरालमा मैले कुनै पनि सामानको भाउ बढाउनु परेको छैन। एउटा दुईवटा प्रडक्टको बाहेक र अहिले सबै हाम्रो इन्डियाबाट आउनुमा र हामी एउटा रेटमा कम्प्लिट गर्न सक्ने भएपछि अहिलेसम्ममा बजारलाई यदि खट्ने हो भने नेपालमा राम्रै नै मैले कन्टेस्ट दिएँ। अनि नेपाल बजार राम्रो छ, बजार नेपालमा मात्र होइन गर्दै जाने हो भने वैदेशिक रूपमा पनि मजाले सबै पनि डिमान्ड गर्छ। नेपालमा चाहिँ एटलिस्ट पनि काठमाडौँमा बसेर व्यापार गर्ने डिमान्डलाई सक्छ। सबैको आफ्नो आफ्नो निड्स हुन्छ। कसैलाई छाकै टार्न गाह्रो छ भने सायद वैदेशिक रोजगारी त्यो एउटा रोजगारीको हिसाबले चाहिँ जाँदाखेरिलाई चाहिँ मैले ठिक देख्छु। पढ्नलाई हो भने नेपालमा स्ट्रक्चर अहिले त्यति राम्रो छैन, बेटर क्वालिटी एजुकेसन पछि गर्दा तर काम गर्छु, मेहनतै गर्छु, खट्छु, जिन्दगीमा केही नै गर्छु भने